बाबुलाई धेरै धेरै धन्यवाद। बाबु तिमी कसका छोरा हौ? म यो हो नि बुवा हजुर, सानो जातले छोएको हाम्रो परम्परा र संस्कृति अनुसार त चल्दै चल्दैन। सुन्नुहोस् त, साना काका गएर कुखुरा बुझ्नुहोस् न है। सबै ताजा बाजा मैले मिलाइसक्यो। फेवातालको डुङ्गा हल्ले जस्तो लुख्रु लुख्रु हल्ले रहेछस्। काम गर, काम गर। सल्लाह दिने त दुनियाँ आउँछन्, पैसो कसैले दिँदैन। के गर्नु, त्यो काजीको काम नगरी खान पुग्दैन। पैसा जम्मा गर्ने विदेश जाने। कैसा हजुरको छोरो त मास्टरसँग पल्केछ। भोलि नै मन्दिरमा बिहे हुने भयो। बिहेमा काजीले बन्दुक लिएर आयो भने के गर्ने बुढी? माला लगाइदिनुहोस्। पर्खिनुहोस्, बिहे त म काजीसँगै गर्ने। अब त म मरे, म साँच्चीकै मरे। भाइ जङ्गल जानु होइन र? ए म जङ्गलसँग जान्न, त जाने जा। यो जङ्गल कसले मासिरहेछ? नानी तिमीले त यो सालको मुना काटेर ल्याएछौ। ल अबदेखि यस्तो नकाट्नु ल। हस्। अहिलेको रेन्जर त बडा डेन्जर। जब सोझो अम्लाले घिउ निस्किन्न भने त्यो अम्लालाई टेँडो हुँदछ। मासन्दी लैकी गुन्डाहरूले लगिरहेको छ जङ्गलमा।